मेरो बहिनीसँग कुरा गर्दै रहेछौ त मैले त कुरा गर्दिन हो यहाँको केटी त ए नि क्या भाग्न लाग्यो क्या म आउँदैछु है त कस्तो नाटक सम्झा हौ हेलो फ्यामिली वेलकम टु माई ब्लग एन्ड युट्युब च्यानल आइप सबजना सन्चै हुनुहुन्छ होला यदि हुनु भने पनि छिट्टै हुनुहुनेछ र म पनि सन्चै छु अनि यो चाहिँ प्र्याङ्क भिडियो हो जुन चाहिँ मैले मेरो एउटा कामको लागि चाहिँ साथीलाई फोन गर्दै थिएँ अनि यसो गरम फोन गर्दाखेरि चाहिँ यसो प्र्याङ्क गरिदिउँ न त भनेर सोचाइ आयो अनि सोचाइ आइसकेपछि चाहिँ फोन गर्दै थिएँ कि गर्दा गर्दै चाहिँ अब उसले चाहिँ के सोधिरहेको थियो बिना सोधे मैले चाहिँ यसो नचिने प्र्याङ्क गरिदिनु लाग्थेँ कि अनि गर्दा गर्दै चाहिँ एउटा कन्सेप्ट चाहिँ आइसक्यो मलाई चाहिँ गर्लफ्रेन्डवाला त्यसको बहिनीलाई मेरो बहिनीलाई फोन गर्नेवाला अनि त्यो चाहिँ मैले भन्दै थिएँ कि केटल त ओहो साँच्चीकै भनेर एकचोटि फोन गरेर त्यो भनिसकेपछि फोन काटेर फेरि गरेँ मैले अनि उठाएर चाहिँ बाहिर आएर रिचार्ज कार्ड किन्दै रहेछ रिचार्ज कार्ड पनि अब हामी चाहिँ उहीँ बसेर पढ्छौँ कि अलिकति उमा यहाँभन्दा 2-4 घन्टा अगाडि चाहिँ अलिकति ऊ छ त्यहाँ बसेर चाहिँ पढ्छौँ अनि त्यो पनि उहीँ पढ्छ अनि त्यसले चाहिँ हामी चाहिँ घर आएको थियौँ 10 तिहारको लागि अनि आइसकेपछि चाहिँ त्यो चाहिँ गइसकेको छ पढ्न अनि म चाहिँ घरमै छु अनि गएर रिचार्ज त्यो ऊ भनिसकेपछि फोन काटेर चाहिँ गएर रिचार्ज कार्ड किनेर त रुममा आएछस् भनेर चाहिँ मलाई चाहिँ फोन गर्नको लागि रिचार्ज कार्ड किन्न गएको रहेछ क्या अनि ठ्याक्कै फेरि मेरो फेरि रिचार्ज कार्ड पठाइदिएन भनेर चाहिँ मैले फोन गर्दै थिएँ अनि ठ्याक्कै फोन रिचार्ज कार्ड किन्न गएको रहेछ किन्न गयो त्यहाँ आयो नि त ऊ साउन्ड अनि मैले पनि मलाई पनि त किन्दैन भनेर मैले त्यतिखेर चाहिँ भनिदिएँ उहीँ रिचार्ज कार्ड किन्न लाग्थेँ त्यही चाहिँ भनिहालेँ मैले फेरि अब मैले प्र्याङ्क गरेँ भनेर अनि अलिकति लामो चाहिँ गर्न पर्थ्यो अनि लामो गर्दा चाहिँ राम्रो हुन्थ्यो भन्ने चाहिँ हो तर मैले चाहिँ फेरि काम नै त्यही थियो त अनि त्यही ठ्याक्कै त्यो रिचार्ज कार्ड किन्न गएर त्यही बेलामा चाहिँ भनिदिउँ भनेर चाहिँ भनिहालेँ प्र्याङ्क भिडियो भनेर तर पनि हेर्नु है त मैले चाहिँ 21-22 हानिसकेको त्यसलाई फोन अनि त्यसपछि त्यसले नउठाइसकेपछि चाहिँ मैले राखेको थिएँ अनि फेरि त्यसले चाहिँ पछाडि चाहिँ मलाई कल ब्याक मिस कल गएर रहेछ मैले हानेको छु त अहिले अझ उठाउँछ होला ठिक छ हप्ता हेलो हेलो को रजिन अधिकारी हो तिम्रो घर उता बोर्जाङतिर हो अनि रातोमाटा पढ्छौ अहिले कता छ तिमी कता तिम्रो रुम कता क्वाडी म आउँदैछु है त म आरेन्टाबाट तिमीले चाहिँ एउटा काम बिगारेको रहेछौ के आउँदैछु म तै कुरा गरौँला जो होइन म आउँदैछु के त्यो तिमीले मेरो बहिनीसँग कुरा गर्दै रहेछौ त
को बहिनी कुरा गर्छु आफैलाई थाहा हुन्न नि मैले त कुरा गर्दिन यहाँका केटी त कहाँ केटीसँग गर्छौ त केटीसँग गरे पनि तपाईँलाई के को बाल अनि मेरो बहिनीसँग गर्छु त मलाई बाल हुन्न त्यो मेसेन्जर त अब डिलिट भइहाल्छ नि डिलिट गर्न सकिन्छ म आउँदासम्म कस्तो नाटक सम्झाऊ के खोज्याौ तिमीले मेरो बहिनी कि को बहिनी होइन तिमीले कुरा गर्छौ नि ए नि मेरो यता रम्दीतिर सुन्यौ म आउँदैछु है त सुन्यौ हेलो हेलो ओहो डराएको उठाउँछु गुटान काम थियो फोन गरेर त्यही नि यसको गरिदिउँ मन नगर्दा डराएको यार अब काम थियो त्यो काम नहुने भयो यार Please recharge or dial *1477# to get numbers to credit. Thank you. Hello? Hello? हेलो क्या भाग्न लाग्यो क्या के भाग्न लाग्यो र अनि के हिँडिया छौ त तिमी त रजिन रजिन के माल रिचार्ज कार्ड किन्थे त रिचार्ज कार्ड पठाइदे न 150 पठाइदे पैसा दिन्छु म त यहाँ आएर डराइदिन्छ र भाग्न लाग्छ क्या रिचार्ज कार्ड किनेर कसलाई पठाइदिनु लास कसलाई फोन गर्नु लास अझ मलाई पठाइदिए 150 को म दिन्छु क्या आएर म घर छु कि यहाँ रिचार्ज कार्ड पाइएन क्या यार मैले हो कि म हो कि मुला कस्तो तिमी म भएन सुन्दैनौ सुनिस कस्तो जाँड रहेछ 150 पढाइ त्यहाँ भिडियो अपलोड गर्ने भने आज एकछिनपछि त्यो उनीहरूले तेरो अङ्कलसँग को तिनी मुन्तेरसँग म आएर दिन्छु 50 को त हुन्न गाडी म त अब 24-25 गतितिर हालिदिनुहोस् 50 छैन 150 चाहिएको छ अनि 50 हालेर हुन्छ त अब होइन छैन होला गानी
150 को पठाइदे हेर्ने गाडी छैन यहाँ छैन भने हो कि फेरि हेर्न ओके यत्रो आउँछस् त स्कुल यत्रो आउँछस् 4 बजेसम्म क्लास हुन्छ कि ट्युसन के नै एक्स्ट्रा क्लास ए हाम्रो पढाइ सुरु भयो हाम्रो पनि भइरहेको होला न सबै आछन् छिटो हालिदिए 150 को 50 हुन्न भने त कस्तो केटा रहेछ यार त के रे 1000 GB 1 GB खान्छ र मलाई 5-6 GB खान्छ अनि त्यही 100 रुपैयाँ छैन होला काम लाग्छ म आइहाल्छु केटा अब 18 गते आउँछु होला के 16, 17, 18 के हाल्दै छिटो जरिस 50 रुपैयाँ तिर नम्बर 150 हालिदियो भने त ल हेर्नु भयो नि प्र्याङ्क यो चाहिँ मेरो फर्स्ट प्र्याङ्क भिडियो हो अनि तपाईहरुलाई कस्तो लाग्यो अलिकति लामो चाहिँ गर्नु पर्थ्यो अनि लामो गरेपछि अलिकति राम्रो हुन्थ्यो तर पनि मेरो काम नै त्यही थियो अनि जुन चाहिँ त्यसले रिचार्ज कार्ड किन्न गएको थियो अनि मैले पनि त्यही भन्नाले चाहिँ फोन गरे अनि ट्याक्कै त्यो गइसकेपछि मैले भनिदिइहालेँ लामो चाहिँ गर्नु पर्दैन है त गर्नु पर्थ्यो के अब गरेन त्यही हो ल आजलाई ब्लग यति नै हुन्छ तपाईहरुलाई ब्लग कस्तो लाग्यो ब्लग राम्रो लाग्यो भने ब्लगलाई लाइक कमेन्ट शेयर च्यानललाई सब्स्क्राइब गरिदिनु होला यदि नराम्रो लाग्यो भने पनि लाइक कमेन्ट शेयर च्यानललाई सब्स्क्राइब गरिदिनु होला अब छिटै भेट्छौँ ब्लगमा बाइ बाइ